हेलो गाइज वेलकम टू द मिनी ब्लग अफ मेरो लामिछाने। म र मेरो साथीहरूले चाहिँ पहिलेबाट नै प्लान बनाएका थियौँ कि ड्राई पिकनिक जाने भनेर। एन्ड त्यो प्लान चाहिँ आज एकदमै सक्सेस भएको छ। म र मेरो साथी चाहिँ घरबाट निस्क्यौँ अटोमा चढेर। एन्ड हामी ड्राई पिकनिक जाने 7 जना मात्र थियौँ। 3 जना हामी अटोमा जाँदै थियौँ, 4 जना साथी चाहिँ बाइकमा आउँदै थिए। केही छुटेको सामान किन्न पनि थियो। एन्ड फाइनली राइनोताल पनि आइपुग्यौँ। सुरुमा हामीले त्यहाँ टिकट काट्यौँ। टिकट चाहिँ 210 रुपियाँ रहेछ, हामीसँग 200 मात्र थियो। 10 रुपियाँ चाहिँ अङ्कलले डिस्काउन्ट गरिदिनु भयो। त्यसपछि मैले भिडियो फोटो पनि खिचेँ, भ्यूहरूको एकदमै राम्रो थियो। एन्ड अटोमा चाहिँ यस्तो रमाइलो भइरहेको थियो है। हामी 3 जना थियौँ अटोमा, अनि आफ्नो कुरामा यति हाँसेको थियौँ। एन्ड फाइनली हामी राइनोताल पनि आइपुग्यौँ र मैले सोचेको भन्दा पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। सबैजना हामी त्यहाँ आइपुग्यौँ। सुरुमा हामीले सफा गऱ्यौँ, अनि हामीलाई लास्टै भोक लागिसकेको थियो। मेरो साथीले त्यहाँ कराई माझ्दै थियो, मैले त्यहाँ थोरै भिडियो बनाउँदै पनि थिएँ, उसलाई जिस्काउँदै पनि थिएँ। अनि म र मेरो साथी चाहिँ गीत बज्नै हुँदैन नाच्न थालिहाल्छौँ। असल चाहिँ के भएको, नसामा नाच्ने रोग फैलिसकेको छ। हामी फेरि आफ्नै पारामा नाच्दै थियौँ। स्टेप पनि खासै राम्रो थिएन। आफ्नै पारामा आफै हाँस्ने, आफै नाच्ने, आफै लजाउने गरेका थियौँ। अनि त्यसपछि हाम्रो साथी पनि आयो, एकदमै हँसाउँछ यो साथीले चाहिँ। अनि त्यसपछि फेरि मैले चाहिँ ल आऊ कि आऊ भनेर फेरि हामी 3 जना फेरि आफ्नै पारामा घुमफिर्दै नाच्दैछौँ। हामी नाच्दै हामीलाई थकै लागेको थियो। त्यसपछि मेरो साथीले मही बनाएकी थिइन्, हामीले त्यो मही पनि खायौँ। हामीलाई एकछिन भए पनि शीतल भयो। त्यसपछि मेरो साथीले चना अन्डा बनायो, हामीले बिहानको नास्ता पनि गऱ्यौँ। हामी त्यहाँ 10 बजे पुगेका थियौँ। अनि त्यसपछि हामीले सबै सामान हामीले एकै ठाउँमा कलेक्ट गऱ्यौँ र त्यसको भिडियो क्लिप पनि खिचेँ मैले। त्यसपछि म यहाँ पुतली जसरी नाचिरहेको थिएँ। मेरो साथी फेरि आफ्नै संसारमा रमाइरहेको थियो, फोटो खिचिदिन्छ कि भनेर यहाँ पोज दिइरहेको थियो माइकल ज्याक्सन जस्तै। त्यसपछि हाम्रो केक काट्ने पालो आयो। केक काटिसकेपछि हामीले केक खान थाल्यौँ। हामीले त्यहाँ मिठा गफ पनि गऱ्यौँ र एक अर्कालाई हेर्दै हाँस्दै रमाउँदै थियौँ। त्यसपछि हामी नाच्न थाल्यौँ। त्यसपछि हामी सबैजना नाच्न थाल्यौँ, आफ्नो पारामा नाच्दै थियौँ। हामी सोचेको भन्दा नि बढी नै रमाइलो भयो। हामीलाई नाच्दा फेरि भोक लागेको थियो। त्यसपछि हामीले वाटरमेलन खायौँ। त्यसपछि हामीले रोस्ट खायौँ। त्यसपछि मैले भ्यूहरूको भिडियोहरू पनि बनाएँ, हल्का फुल्का टिकटक पनि बनाएँ। त्यसपछि साथीहरूले डोरी खेलौँ भने हाम्रो साथीले बनाएको डोरी म सुनाउँछु है त हजुरहरूलाई। चामलको चौलनी हामी सबैजना बौलाउने। एकछिन निकै रमाइलो भयो, फन्टुस डोरीहरू हामीले खेल्यौँ। त्यसपछि हामीलाई निकै भोक लाग्यो, हामीले फेरि चटपट बनाउन थाल्यौँ। मेरो साथीहरूले यहाँ बनाउँदैछन् र फाइनली चटपट पनि रेडी भइसकेको छ। अनि त्यो पनि खायौँ हामीले। अब खाएपछि त पचाउन परिहाल्यो। त्यसपछि हामी सबै